एउटा समय थियो दिनको 12-14 घण्टा लोड सेटिङ हुन्थ्यो। बिहान पानी तातो पार्न नसक्ने, बेलुका होमवर्क गर्न नसक्ने, व्यापारहरू बन्द हुने गर्थे। र त्यही बेला आए कुलमान घिसिङ। उनले उज्यालो ल्याए र लोड सेटिङ हटाए। जनताले उनलाई नायक ठाने। फेरि लोड सेटिङ सुरु होला जस्तो छ, किनकि अहिले नेतृत्वमा छन् हितेन्द्रदेव शाक्य। नमस्कार साथीहरू, म अहिले हाम्रो देश नेपालको विद्युत प्राधिकरणको बारेमा कुरा गर्दैछु, जुन विषय अहिले निकै नै चर्किएको छ। 2073 सालमा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका प्रमुख बने। उनले वैज्ञानिक ढङ्गले बिजुली बाँडफाँड गरे। घाटामा गएको प्राधिकरणलाई उनले नाफामा पुर्याए। नेपालले 8 वर्षसम्म लोड सेटिङ हटेको महसुस गर्यो। जनताहरूले राहत पाए, भरोसा पाए। 2082 सालमा सरकारले अचानक कुलमान घिसिङलाई हटायो र फेरि ल्यायो हितेन्द्रदेव शाक्य। उही शाक्य जसको नेतृत्वमा नेपाल लोड सेटिङको चरम सीमामा पुगेको थियो। फेरि पनि शाक्य आएपछि विभिन्न ठाउँहरूमा बिजुली जान थाल्यो। लाइन ट्रिप भयो भनेर बहाना बनाइरहेका छन्, तर जनता आक्रोशित छन्, चिन्तित छन् र प्रश्न गरिरहेका छन् कि हामीले फेरि उही पुरानो इतिहास दोहोऱ्याइरहेका छौँ। 1 दशक अघि हामीले लोड सेटिङलाई बिदा गरिसकेका थियौँ र हामीलाई विश्वास थियो कि यो अँध्यारो कहिले पनि फर्किँदैन भनेर। तर आज त्यो अँध्यारो फेरि फर्किने सम्भावना धेरै देखिएको छ। नेपालका अधिकांश व्यापारहरू बिजुलीबाटै चल्छ। मेसिन, फ्रिजहरू बन्द हुँदा लाखौँको नोक्सान हुन्छ। बिहान खाना खाँदा लाइट जान्छ, साँझ होमवर्क गर्दा लाइट जान्छ। आखिर हामी कहिलेसम्म चुप बस्ने? नेपालले लगभग ठिकठाक बिजुली उत्पादन गरिरहेको छ, अर्थात् नेपालसँग पर्याप्त बिजुली छ। तर समस्या कहाँ हो भने नेपालको कमजोर वितरण प्रणाली छ र मनोमानी नेतृत्व छ। त्यसैले बिना कारण नै लोड सेटिङ हुने गर्छ। यो कुरा केवल विद्युतको होइन, यो व्यवस्थापनको असफलता हो। जब नेतृत्वले न तयारी गर्छ न पारदर्शिता देखाउँछ, तब त्यसको परिणाम हुन्छ जनताको पीडा। फेरि पनि लोड सेटिङ फिर्ता हुनु भनेको 10 वर्षको प्रगति खेर जानु हो। तर संसद मौन छ। शक्तिमा बसेकाहरूले यो विषयमा आवाज उठाएका छैनन्। जनताको पीडा भन्दा ठुलो सायद यिनीहरूको राजनीति रहेछ। जहाँ सरकार चुप छ, त्यहाँ जनताहरू विकल्प खोज्दैछन्। सोलर, जेनेरेटर, इन्भर्टर आदि इत्यादि। हामीले कर तिर्छौँ, सेवा लिन्छौँ, यसमा सरकारले जवाफ दिनुपर्ने होइन र? लोड सेटिङ केवल अँध्यारो मात्रै होइन, यो असक्षमता र मनमानीको परिणाम हो। आज हामी अँध्यारोमा छौँ। प्रश्न उठ्दैछ, अब हामी अँध्यारोमा कहिलेसम्म? जवाफ अब खोज्नुपर्ने बेला आएको छ। आवाज उठाउनु पर्ने बेला आएको छ, नत्र हाम्रो भविष्य त्यही पुरानो अँध्यारोले ढाक्नेछ। यो आवाज तपाईँको हो, मेरो हो र हाम्रो हो। अब सुनेर हेरेर बस्ने कि उठेर प्रश्न सोध्ने, त्यो हामीमा निर्भर पर्छ। प्रश्न उठेको छ, के अब नेपाल फेरि अँध्यारोतिर फर्कदैछ त? उत्तर हामी सबै मिलेर दिनुपर्छ। यदि जनताको आवाज उठ्छ भने अवश्य पनि नेपाल फेरि उज्यालो हुनेछ। यदि नेतृत्व सही भयो भने फेरि देश चम्किन्छ। कुलमान घिसिङ जस्तो नायकको कदर गरिन्छ भने फेरि देश चम्किनेछ। हस्त, धन्यवाद। यदि भिडियो मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।